हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। मेरो नयाँ भिडियोमा फेरि पनि तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आज चाहिँ हाम्रो यात्रा खोटाङको हुनेछ हैन। सामानहरू सबै प्याकिङ भइसक्यो। यहाँ यो सामान भइहाल्यो हैन। यति थोरै छ तर कसै धेरै भयो। यसको फेरि यो एमटीको चाहिँ कस्तो हुन्छ भने यहाँ तपाईँको यो ठाउँै अप्सनै नभएर हो कि खास। अनि दाइ उहाँ हुनुहुन्छ, दाइलाई दुईटा छ आज भारी। अब हेरौँ अब के कस्तो हुँदो रहेछ हैन बाटोमा, सबै म देखाउने नि छु ल। ल अब हाम्रो यात्रा चाहिँ सुरु भयो। अब कति घन्टा लाग्दो रहेछ? 4 बजी कताबाट जाने? रत्नपरबाट निस्किने हो क्या? छिटो हुँदैन? रत्नपरबाटै छिटो हुन्छ क्या होइन? ठ्याक्क बानेश्वर निस्केर धुलो पनि कम हुन्छ। ल हामी चाहिँ आज 2 बजी हिँड्ने भनेर अलार्म राखेर सुतेको। ठ्याक्क 2 बजी पिउनु थिएँ म। तर फेरि अबेला सुतेको थिएँ, हिजै अबेला भयो, अलिक ढिलो भयो। सुताइ नि 11-12 बजीतिर भयो। अनि एकछिन ढल्किनु भनेको सुतेकै भइयो। त्यही पनि ठिकै छ। मैले घरमा चाहिँ 10 बजी आइपुग्छु है भनेर भनेको थिएँ। खानासाना रेडी बनाउने होला। तर आज भनेको टाइममा चाहिँ हामी नपुगिने हो। अहिले चाहिँ गाइस म यो पालेनको सहरमा छु, बानेश्वर। बवाल एकदमै बवाल देखिएको छ है। पुरै यो पुलमा लाइट राखेको रहेछ, फेरि लाइट। कति लाइट परेको यार आज हामी। के हो त? खोइ त चल्दैन त। अनि लाइट मात्रै रातो छ त। तर खोइ आज के भएको? बाइकै कुदे जस्तै लाग्यो नि त मलाई यार। हामी चाहिँ अहिले धुलीखेल आइपुग्यौँ। यो त भयो काभ्रे जाने बाटो, यो भयो यता सिन्धुली खोटाङ। हामी चाहिँ यता जान्छौँ। बाटो त यहाँ त अहिले त नचिन्ने भइसक्यो छ यार। चिया खाने त? चिया खाएर जाने त? यो लामो दाइको यो झन् त झरे छैन। अब निकालेर यसलाई होइन बोरामा हाल्नुपर्छ। र पनि त नि यो त यसरी झरेपछि त कहिले पुग्नु त? खोलेर त्यहाँ फोटो बनाउनु पऱ्यो क्या मलाई ठ्याक्क बोक्नु। यसले चाहिँ यसो जर्किनमा यसरी खेल्दैछ त्यो पनि। अनि त्यसबाट यो पनि गर्नै पर्छ, यो पनि गर्नै पर्छ। यस्तो तरिकाले जाँदा लाउनु चिया खाउँ। के छ दाइ? चिया खाउँ दाइ। गर्छ त्यसको हो त्यो अप्सन नै त्यस्तै। चिया खाइदिउँ त दाइ? के चिया खानु दाइ? दुध चिया। यसको यो फेरि ट्याक्क बसेन भने त तपाईँ भारी हुन्छ नि मेरो उमेरलाई। यसमा चाहिँ छ नि ढ्याप्प बस्यो भने मात्रै हुन्छ। यसले चाहिँ त्यो पछाडि खेल्दैछ क्या। टाइट बनाइदियो नि, टाइट। मलाई यसरी ख्याप्पै होस् न, बरु भारी नै होस् क्या। यसले चाहिँ यसलाई खेल्दैछ क्या पछाडि, बुझिन? यो यत्रो ठुलो भयो। अनि त्यो अनि यो यस्तो भएर खेल्दा चाहिँ यो त पछाडि हुत्तै पछाडि जाँदो रहेछ। अनि यसरी पक्रिनु पर्छ। यो लाउने बेला मात्रै अहिले त्यहाँ यो राख्ने होइन। अनि तपाईँलाई कति हुँदो रहेछ ट्याक्क? होइन मिलाइदिनु, छोटैकन केही हुँदैन, भारी नै होस् बरु। काँध भित्तो हुन्छ नि तपाईँको। अनि यो यसरी बान्ने हो क्या यहाँ, यो यसरी बान्ने हो यहाँ होइन। अनि तपाईँको डेग हल्ने होइन। यो छोटो बना न, बनाए कहाँ चाहिँ छोटो बना। अनि भातसात खानु पऱ्यो। अनि म बियर हानेको जहाँ रोकेको थियो गाडी साथ। भात त एकछिन त खानु भयो होला आउने बेला, जाँदा आउँदा। इटरीमा भात खाएर आएको
अनि बाटोमा कतारीमा आएर 2टा बियर हाने। तरकारी मिल्नुहुन्छ कि झोल छ झोल ए यो चाहिँ तपाईँलाई ए उल्टो भएको झोल त हो झोलवाला चाहिँ दिनु झोलवाला चाहिँ हरियो खोर्सानी काटेर हालिदिनुहोस् ल। अनि यो के भन्छ अरे मैले सानो केलाएको छु त अनि बिचरा कुदायो नि गाडी त्यहाँदेखि अब यहाँदेखि मामूली हुन्छ बाटो काँकरीभित्र गएर आएदेखि मात्रै हुन्थ्यो नि दोलाल घाट पनि पुगेको छु फेरि अनि दोलाल घाट गएर दोलाल घाटबाट फेरि अनि त्यहाँ नयाँ बानेश्वरसम्म कुदायो अनि त्यहाँ चाहिँ नयाँ बानेश्वरदेखि अनि मैले कुदाएर फेरि म उहाँ गएको उहाँ के भन्छ माथि उसकोमा त्यो धामीकोमा नयन कुमार नयाँ त्यहाँ बौलाएर उहाँ थामी नसक्नु 4-5 जनाले थामी नसक्नु मेरो साड भाइ उपेन हामीले थाम्नु नसक्ने मान्छे दोलाल घाटमा लगेपछि ठ्याक्कै अनि प्रेस भयो अनि हो दोलाहाटमा चाहिँ त्यो नयन कुमारले जहिले मान्छे दोलाहाटै लाने यो त उसको झरेछ है बिर्सेन हुन्छ नि ए च्या दिँदै आउनुहुन्छ बल्ल सट पर्ने भयो त्यो खोला छेउको मन्दिर होइन त त्यहाँ लगेपछि चट्टै भएको कस्तो कुरा गरेको कान्छ यो त्यहाँ त हामी पनि गयो नि त त्यो इम्पी योभन्दा त्यो हामी त्यहाँ एकचोटि बसेको थियो नि तपाईँ पनि अब त्यतिखेर गएको यो त अन्डा त पाकेर भन्दा पाएछ नि के पाएछ फक जाँदैछ त्यस्तो बौलाको मान्छेलाई त्यहाँ लगेर अनि खोलामा के गरेपछि सबै भयो अनि त्यहाँदेखि उसको ऊहरूलाई अनि नमस्ते गऱ्यो अरे त्यहाँदेखि ए छोडिदिनु भन्छ खोलामा झमझम चोकिदियो नि चोके यहाँ बस्नु त यो फोटो बनायो नि हामीले ठ्याक्क बस्नुपर्छ क्या तपाईँ फेरि यसरी बस्दाखेरि चाहिँ यसले चाहिँ यसो झुकाएर अब ठ्याक्कै मात्रै भयो हो ल अघि चाहिँ लामो भएर अब यो भयो होइन यो गरेपछि अझै सजिलो हुन्छ क्या हो बेसी टाइट नगर भयो हो यति भएपछि उता जाँदैन हे तल त्यसको चुचो चाहिँ पर्ने रहेछ नि त तँलाई फेरि हो यो चाहिँ हो नि त कुमार दाइ अब हामी एकछिन फोटो खिचेर जानुपर्छ है यहाँ कता ठिक छ फोटो खिच्नु त यहीँ होला कुमार दाबु यहाँ भिडियो बनाएर हाल्नु पर्यो कि ल भिडियो बना ल पसिनै आयो यार ल अहिले चाहिँ हामी यो खुर्गुरको अन्तिम यो रातमाटी डाँडामा छौँ अहिले कति बज्यो यार 9:30 भएछ
5 बजी हिँडेको हामी काठमाडौँबाट 5 बजी हिँडेको बाटोमा धेरै नै अलमल भयो हाम्रो खाजा खाने बस्ने फोटो खिच्ने होइन त्यस्तै अलिक स्लो नै आएको के कुमार दाई अलिक सक्नुहुन्न कमजोरी हुनुहुन्छ अनि त्यही माथि भारी पनि छ अलिक त्यही भएर कुमार दाइले पनि एकदम बिस्तारै जानुपर्छ है बिस्तारै अलिकति स्पिड बढाउनु बित्तिकै कम गर भन्नुभएको छ त्यसरी नै हामी बिस्तारै जाँदैछौँ सुरक्षितसँगले त्यही हो अब यहाँ चाहिँ हामी फोटो खिच्छौँ एकछिन त्यही हो अब जाँदा के भेटिन्छ के कस्तो हुँदो रहेछ म देखाउँछु उता पनि गाइज अहिले चाहिँ हामी यो कुर्कुट आइपुग्यौँ कुर्कुट यो शिक्षा भएको ठाउँ यहाँ अब म चाहिँ यहाँ एकछिन मन्दिरमा जान्छु भेटी चढाउँछु फाइनली हामीले पूजासुजा पनि गरिसक्यो अब लाग्यो हामी चाहिँ अब यहाँबाट एकैचोटि खाना चाहिँ हामी जोइराम खान्छौँ धेरै छ बाटो जोइराम कहिले पुग्ने यार अब म ओभरटेक हान्छु हाने 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 बाटो सानो छ अलिक डेन्जरै छ यार म चाहिँ अब यहाँ बाटोमा आउँदा आउँदै एक ठाउँ पिङ रहेछ लिङ्गे पिङ होइन पिङ त्यहाँ भाइ बहिनीहरू खेलिराख्नु भएको अब म त्यहाँ जान्छु एकछिन म पनि धेरै भोट नखेलेको होइन ट्राई गर्छु एकचोटि खेल्नुको लागि हेलो हेलो मलाई खेल्नु दिने हो के दिने मलाई खेल्नु मलाई हुन्छ थाम्छ पुलिस पनि खेल्छ ल यहाँ एकछिन मेरो यस्तरी भिडियो बनाइदेऊ ल म खेल्छु ल यहाँबाट
है हो यसरी ल क्यामेराम्यान फोकस गर म त खेल्न आउँदैन मलाई सिकाउला कसरी हो थाम्दा नि हैन बसेर तिमीहरूले त भाषै भयो त म्याच यो हाम्रो भाइ त कस्तो रहेछ भने यसरी हो थुपारी बनाइदेऊ त भाइ खतरा बनिन्छ यस्तो कुखुराबाट त है नसक्ने रहेछ यार म त ल यो धेरै वर्षपछि मैले लिङ्गे पिङ खेलेँ कस्तो रिङ्गटा कस्तो रिङ्गटा चलिरहेको कि भाइले चाहिँ आज मलाई एकदमै सहयोग गर्नुभयो ल सबैजना राम्रो खेल्नु ह्याप्पी तिहार बाई बाई राम्रोसँगले बनाउनु ह्याप्पी तिहार सबैजना ल ल भाइ ल फाइनली अहिले हामी हिले भन्ज्याङ आइपुग्यौँ यो माथिबाट चाहिँ ओखलढुङ्गा भयो यता तल खोटाङ यो के भन्छ अरे नामै बिर्सेँ यार मैले यता त मैले चाहिँ हाम्रो भन्दा पाहाड छ कि क्या ल फाइनली हामी चाहिँ जयराम घाट आइपुग्यौँ अब खाना खानुपर्छ भने त कुमार दाइ कहाँ अरे डाइरेक्ट कोपिलाको जाने कहाँ ए अनि फेरि झर्ने यता कोसीकै पानीले नुहाउनु मन छ क्या मलाई खल्ल ल जयराम पुल फाइनली पानी पनि कस्तो सफा रहेछ अहिले त है त्यो पुलबाट मान्छे हिँड्छ के हिँड्दैन मलाई पानीमा चोबल्ने हताल भइसक्यो यार कोपिला सोल्टिनुको चाहिँ कहाँ हो म त यहाँ पो होला भने यो
यो हो तपाईँले बनाइदिएको यही हो ल फाइनली गाइज अहिले चाहिँ हामी यो दुधकोसीमा छौँ यहाँ जोइराम घाटमा अब म चाहिँ अहिले यहाँ खोटाङ जिल्ला छु यो उता चाहिँ ओखलढुङ्गा भयो पारिपट्टि चाहिँ ओखलढुङ्गा हो फेरि यो कोसी यता तरिसकेपछि खोटाङ मेरो जिल्लामा प्रवेश गरिसकेको छु होइन र यहाँ हाम्रो आफन्त हुनुहुन्थ्यो जोइराममा सोल्टिनी हुनुहुन्थ्यो दाइको साली मेरो सोल्टिनी अनि यहाँ आइसकेपछि एकचोटि यहाँ पानीमा एकछिन खेलेर जाउँ पौडी सौडी भनेर चाहिँ म अहिले यहाँ दुधकोसी नदीमा आएको छु अब पौडी खेल्नु भनेको तर यहाँ बगुवा पानी रहेछ क्या यस्तोमा चाहिँ अलिक डरमर्दो हुन्छ हुनु त म योभन्दा 8-9 वर्ष अगाडि चाहिँ एकदमै धेरै त्यस्तो त होइन तर यत्तिको चाहिँ तर्थेँ यत्तिको नदीहरू चाहिँ तर्थेँ होइन र पानीमा साह्रै जोड पनि दिनु हुँदैन अहिले बानी हराइसकेको छ क्या अलिक गाह्रो हुन्छ त्यही माथि अब यो बगुवामा त एकदम गाह्रो हुन्छ म त्यो त्यसरी पौडी चाहिँ खेल्दिनँ जोस् यसो छेउछेउमा पसेर यहाँ नहुनु पऱ्यो एकछिन कुमार दाइ अनि यता बगुवामा त अनि कहाँ अनि उता झन् लगेको मलाई पौडी खेल्नु परेन भने त्यस्तो छ ल अब त्यस्तोमा त पौडी खेल्नु पऱ्यो त्यहाँबाट आइज अब यस्तो दादा दादामा कसरी पौडी खेल्नु नहुने अनि जाने ल तपाईँ पनि नहुनु